यो चाहिँ फ्रेम फिडर भन्ने हिजो देखाएको थियो नि यो खाना दिने कसरी दिने होइन बर्खामा चिसोमा कति खान्छ त्यही अनुसार मिलाएर दिने होइन धेरै नदिने ठिक्क दिने यो दिने अनि यो खाना दिँदाखेरि सधैँ बेलुका दिनुपर्छ बनाएर है तपाईँले सर यो खाना दिने बेलामा परालको दाखलाई होइन खरको जेसको हाले नि भयो क्या मौरी डुब्ने सँगै ऊ भएन नि डर भएन मरेन नि मौरी त्यस्तो हुन्छ खाना र चिनी होइन चिनी पानी बनाएर खाने माथि चाहिँ अब त्यो दाना पराल राखेर परालहरू जे राखेर अनि गरे नि हुन्छ दिँदाखेरि सधैँ बेलुका दिने बेलुका पख दिउँसो दिने भयो भने अब लड्छ एकदम लड्छ तपाईँ गाह्रो छ भने त केही फरक पर्दैन धेरै गाह्रो भने लड्छ धेरै गाह्रो मात्रै लड्छ क्या अनि यसमा बेलुका त भालेको जस्तो तल्लामा थियो पचेन त्यसमा राख्नुले के गर्ने नि सर यहाँको त मैले भालेको बिहान निकालिदिने यत्रो भाले रहेछ है यो त घार त खोलेको हिजो घाट हेरेको थियो नि हामीले आसन बोर्ड हुन्छ यो होइन यो आसन बोर्ड भन्ने तलको भएको हुन्छ कि यो यसलाई निकाल्दा पनि मिक्छ काली ठोकेको होइन अनि ठ्याक्कै यो पार्टिसन हुन्छ कि यही माथि ठ्याक्कै यो म कक्ष के अरे यो बच्चा कक्ष भयो छाउरो कक्ष भन्छ कि ठ्याक्कै राखेर यो माथिको अब यो टक्क अब माथिको सुपर भन्ने सुपर चाहिँ अब ठ्याक्कै अब सिजन अब वैशाख सुरु हुन्छ यहाँ त्यो ठ्याक्क हालिदिने म हाल्छ कि माथि अहिले त्यति ऊ छैन तपाईँले अब मौरीको ऊ छ भने होइन फुटाल्नु सक्नु भएन अब मौरी मास जान्छ भने तपाईँले त्यो जुन भालेकोस हालेको हुन्छ भालेकोस निकालिदिने हुन्छ क्या भालेकोस काटेर फाल्दै हुन्छ कि भालेकोस निकालेर खाए हुन्छ क्या यो भन्दा एकदम बेस राम्रो हुन्छ अरिङ्गालको खान्छ नि त पोलेर भुटेर त्यस्तै हो यो कर्मीको भन्दा यति मिठो हुन्छ भालेकोस फेरि राम्रो हुन्छ क्या त भालेकोसको उता ठुल्ठुलो उता थियो निकालिसक्यो हेरौँ ल यो 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 होइन यो प्रवेशद्वार यो भयो है यो ठ्याक्कै निकाल्न मिल्ने खालको हुन्छ यो चाहिँ होइन यो पनि ठ्याक्कै सानो रहेछ यसलाई इन्नो कभर भन्छ यहाँ जाली ठोकेको हुन्छ यहाँ जाली छैन ए कहाँ गएको नि